दर्शकवृन्द नमस्कार। आखिर भुन्टी र भूपेन्द्र बीचमा किन यसरी खटपट आइरहेको छ त दर्शकवृन्द? भुन्टीलाई किन हेला गरिरहेका छन् त? भुन्टीलाई आखिर उनको दाइको नै हो तिम्रो पेटमा भएको बच्चा मैले स्वीकार्दैन भनेर किन घर निकाला गरेका छन् त दर्शकवृन्द? भुन्टी मर्नु भनेर ठुलो अग्लो भिरमाथि गएर जब हाम फाल्दै थिइन् त्यहाँ ती आफ्ना दाइ टोकलेले बचाएका छन् दर्शकवृन्द। आखिर ती उनका दाइ टोकले नभएको भए आज हामीले भुन्टीलाई देख्न सक्ने थिएनौँ। उता भूपेन्द्र भने ती महिला यानकि उनकी गर्लफ्रेन्डसँग रमाउँदै हिँडिरहेका छन् दर्शकवृन्द। उनकी ती गर्लफ्रेन्डलाई मैले तिमीलाई जसरी पनि बिहे गर्छु, मैले तिमी बाहेक अरू सोचेको पनि छैन भन्दै त्यहाँ उनलाई आश्वासन दिइरहेका छन् दर्शकवृन्द। के भूपेन्द्रले साँच्चै नै उनलाई नै बिहे गर्लान् त दर्शकवृन्द? उनकी गर्लफ्रेन्ड पनि त्यस्तै छिन् दर्शकवृन्द। उनलाई जसरी भयो भने बिहे गर्ने र भुन्टीलाई डिभोर्स गराउने भन्दै सोचिरहेकी छिन्। तर उता ती टोकलेको श्रीमती पूर्णिमालाई भने उनका बोयफ्रेन्ड सौगातले राम्रो सबक सिकाएका छन् दर्शकवृन्द। उनलाई जसरी भए पनि अब मैले बिहे गर्दैन तँलाई, तिमीले मलाई भोलि बिहान उसलाई जस्तै गरेर धोका दियो भने, तिम्रो श्रीमानले त्यति माया गर्दा गर्दै पनि तिमीले चाहिँ यस्तो गर्न थाल्यो भने मैले कसरी चाहिँ माया पाम्ला र? हो, तिमीले आफ्नो बाटो गर, मैले आफ्नो बाटो गर्छु। तिमीलाई मैले कहिले पनि साथीभन्दा माथि सोचेको छैन, तिमीलाई मैले बिहे गर्न पनि सक्दैन भन्दै त्यहाँ उनले भनिरहेका छन् दर्शकवृन्द। साँच्ची नै हो। यतिखेर भुन्टी सिरियल हेर्दै गर्दा दर्शकवृन्द आँखाबाट आँसु झर्छ, किनभने भुन्टीले धेरै दुःख पाएकी छन्। उनलाई उनको सासूले पनि दुःख दिने गर्थिन्, तर उनको सासू यति बेला भने उनकै आफ्नै बुहारीको कारणले धुधारमा परेकी छन्। सुनको सिक्री भनेर नक्कली सिक्री दिएकी ती उनकी बुहारीले भने अब कस्तो कदम चालिन् त? तिमीहरूको छोराछोरीको बिहे गराउन सक्दैन भनेर भनिरहेकी ती बालकुमारीलाई उनकी ती बुहारीले भने राम्रो सबक सिकाएकी छन्। किनभने भुन्टीलाई जहिले पनि हेला गर्न सक्ने, हेला गरिरहने ती बालकुमारीले यति बेला राम्रो सबक सिकेकी छिन् र उनले यति बेला चाहिँ राम्रो कुरा थाहा पाएकी छन् कि भुन्टी भन्दा राम्रो कोही पनि होइन रहेछ र भुन्टी नै सबै भन्दा राम्री रहेछ बुहारी भनेर उनले सोचिरहेको अवस्था हामीले देखेका छौँ दर्शकवृन्द। हो, यति बेला भूपेन्द्रलाई सम्झाउँदै गरेका ती भुवन तथा भीमले पनि सम्झाउन सकेका छैनन् दर्शकवृन्द। उनले सम्झाउन पनि कसरी? एकहोरो भइसकेका छन्। ती महिलालाई बिहे गर्छु भनेर आश्वासन दिएको अवस्था छ दर्शकवृन्द। साँच्चै नै उनले बिहे अब नगर्ने हुन् या गर्ने हुन् त्यो त भोलि देखाउला, तर उनलाई भने अब कानुनको कटघरामा ल्याउन जरुरी छ। उनलाई भने अब कारबाही गर्न जरुरी छ, किनभने भुन्टीले यतिसम्म पीडा भोगिरहेकी छिन् कि दर्शकवृन्द त्यो हामीले भन्नै सक्दैनौँ। दर्शकवृन्द, यति भन्दै बिदा भएँ। च्यानललाई लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। हवस् त, नमस्ते।